कलाकारले पर्फर्मेन्स गर्ने कुरा हुन्छ नि यो चाहिँ सुरुमा कसैले पनि गर्न मान्दैन क्या मेरो लास्टमा राख भन्छ नि प्रायःले लास्टमा अडियन्स आउँछ भनेर होइन लोभनी अनि नेपालमा प्रोग्राम गएको हेमन्त शर्मा म राजु परियार हामी सबै गएको होइन यसो स्टेजबाट यसो हेरेको 150 जना जति थियो क्या मान्छे अनि 3 बजा थियो हजुर गडेङगुडुङवाला 3 बजा थियो कि जम्मा अब हेमन्त शर्मालाई के भने सर हजुरले गाइदिनु ए म त गाइदिन्छु राजु परियार सब मेरो लास्टमा है भने क्या अनि हेमन्त शर्मा गएर दुईटा पुरानो आफ्नो नचलेका गीत गाएर आए अनि मैले भने म एकछिनपछि आउँछु तपाईँहरूसँग भने क्या सर अनि दुईटा गीत गाउनु पुरै गीत गाएर एकैचोटि पर्फर्मेन्स गरे भने हुन्थ्यो नि होइन यो हाजिर लगाएको मान्छे आयो फेरि गाउँला नि त भने होइन राजु परियार चाहिँ उता अटोग्राफ दिन फोटो खिचेर बसिरहेको छ म पनि गरेर नाचेँ म नाच्दासम्म 400-500 भएको छ है ए त्यसपछि खचाखच भयो नि त मान्छे अब आउँदै हुनुहुन्छ राजु परियार भनेको हावा हुरी हुन्डरी आएर स्टेसन सब यस्तो हावा हुरी पानी आएर स्टेसन भत्काइदियो साउन्ड सिस्टम कता हो कता मान्छे भागा भाग आयोजकले सेक्युरिटी राखेको थियो क्या सेक्युरिटी हामीलाई चापचुप समातेर कलाकार हात हातमा समातेर वरिपरिको घरमा लयो है यस्तो हावाहुरी आयो क्या अनि भोलिपल्ट चाहिँ पैसा दिने बेला भयो नि त टक्क कलाकार राखेँ अब हिजो राजु परियारजीले गीत गाउनु पनि पाउनु भएन गीत पनि गाउनु भएन हजुरलाई त दिनु पर्दैन होला भन्छ होइन राजु मैले लगाएको थिएँ नि त राजुले पुलुक्क लुक्स मतिर क्या मैले लगेको नि त होइन त्यस्तो भन्नु हुँदैन अब हामी त टाइम त दिएको हो नि त तपाईँ हावाहुरी आयो होइन आयोजक के भन्छ त्यसो भए यसो गरौँ नि त 25% मात्र दिनु त भन्छ क्या अनि मान्दै मानेन है मान्दै मानेपछि उसले 50% चाहिँ दियो क्या अनि मैले हेमन्त सरलाई सर तपाईँ चाहिँ फर्स्टमा 150 जना पनि हुन्छ म गाउँछु भन्नुभयो किन हो भनेको ए मलाई थाहा छ नि म एकचोटि धनकुटाको गाउँ पुरा माथि गाउँमा गएको अरे कि लाइन थिएन अरे उसबाट जेनेरेटरबाट गर्नुपर्ने प्रोग्राममा अनि अब आउँदै हुनुहुन्छ हेमन्त शर्मा भनेको जेनेरेटर बिग्रियो अरे क्या उनले लास्टमा गाउनु भनेको थियो क्या त्यो बेलामा अरू सबले गाए हेमन्त शर्मा भने जेन्डर बिग्रियो त्यो जेन्डर बनाएर आउन सके 1 दिन लाग्दो रहेछ क्या अर्को जेन्डर ल्याउन पनि कार्यक्रमै भएन नि अनि त्यो बेला उनले पनि पैसा दिनु त्यस्तै भएको थियो होइन त्यही भएर अहिले त म त 15 जना पनि गाइदिन्छु नि सर सुरु